हजुर गाइज, आज चाहिँ यहाँ पानी परेर एकदमै चराउन बाहिर पनि राख्न मिलेको छैन यिनीहरूलाई। यिनीहरू यहीँ अब उघ्राएर बसिरहेछ। बिजोग छ बिजोग छ। यो राष्ट्रिय जनावर संरक्षणमा पनि लागिपरेका छौँ। ऊ एउटा त्यो चौरमा लडेको छ, अब त्यसलाई उठाएर यता ल्याउनु पर्ने भइरहेछ। यिनीहरू उठ्न नसक्ने, कोही हिँड्न नसक्ने छ। ऊ एउटा त्यहाँ बसिरहेछ। यस्तो छ अवस्था। यही अब राष्ट्रिय जनावरको संरक्षणमा राष्ट्रिय युवा समाजले अभियानको रूपमा त लागेको छ, तर यिनीहरूलाई हेर्नु अहिले यहाँ पानी परेर यस्तो भइरहेछ कि पानी परेर पुरै बाहिर यो चौरमा चर्न नहुने अवस्था भइरहेछ। त्यसैले यिनीहरूलाई अलिकति कहाँ कसरी के गर्ने भन्ने सोच विचारै परिरहेछ। यस्तै छ, बिजोग छ। यिनीहरूलाई अलिकति अब यो अलिक टहर पनि अलिकति राम्रो, अलिकति यता पाली अलिकति निकालिदिन पाए यतापट्टि अलिकति हिलो हुँदैन थियो। त्यसमा पनि सकिरहेको छैन। कोही छेरिरहेछन्, यिनीहरूलाई औषधि गर्न गाह्रो भइसक्यो होइन। कोही यहाँ दुब्लालाई भिटामिन खुवाउनलाई पर्ने थियो, भिटामिन खुवाउन सकेको छैन। त्यसैले अब यिनीहरूको अलिकति कहाँबाट के गरेर हुन्छ भन्ने कुरालाई हामी एकदमै चिन्ता अवस्थामा छौँ। अब यहाँ राज्य नगरपालिका त आफ्नो अब कुनै यसमा सोच विचारै राखेर यसमा यसो भिजिट गरौँ अथवा हेरौँ के छ यिनीहरूको स्थिति भन्ने कुरालाई पनि आउँदैन होइन। यस्तो छ अवस्था। यिनीहरूलाई अलिकति अझ राम्रो सुक्खा, अझ यो पनि यहाँ हामीले बोरा हेर्नु न, बोरामा माटो हाल्दै बालु हाल्दै अनि बोरा ओछ्याएपछि अलिकति हिलो हुन कम भयो। नभए यहाँ यति के अब खुट्टो भाँसिन्थ्यो, हिलो हुन्थ्यो। अनि यति चाहिँ अलिकति अब यहाँ हिलो नभएको अवस्था छ। त्यस्तै छ गाइज। अब के गर्नु, हामीले पनि यो सुरुवात गरेका छौँ होइन। अब राज्यले नगरे पनि हाम्रो चाहिँ एउटा अभियान हो, हामीले यसमा गर्नुपर्छ भनेर लागिरहेका छौँ।